गाउँघरमा पाइने पालङ्गे साग र सिमसारमा पाइने हरियो लेउ किसानले यी दुईलाई भेला गरेर एउटा कन्टेनरमा जम्मा गर्छन् र जङ्गलमा पाइने अन्य झारपातहरूलाई पनि किसानले एक एक गरी समेटेर एउटा कन्टेनरमा राख्छन् र त्यसलाई पानीमा एक एक गरी सफा गर्छन्। हरियो सब्जी जसमा खूब मात्रामा भाइटामिन्स लुकेको छ, किसानले एउटा भाँडामा चर्बी अथवा बोसो हालेर त्यसमा अन्य मसला जस्तै लसुन, प्याज, भटमास, चिल्ली फ्लेक्स, टमाटर र मासुको साथमा यसलाई मिसाएर एक प्रकारको सब्जी तयार गर्छन्, जसबाट हामीले भरपूर मात्रामा प्रोटिन पाउन सक्छौँ। एउटा कन्टेनरमा यो मासुको सुपलाई राखेर यसमा टोफु यानि भटमासको पनिर र थोरै पत्ता प्याज र जङ्गलबाट ल्याएको अनेक प्रकारका हरियो सागसब्जी यी सबैलाई यो सुपसँग हालेर एक प्रकारको परिकार तयार गर्छन्। थ्याङ्क यू।